हाई नमस्ते सबैजना, स्वागत छ सबै मरबडमा। आफ्टर लङ टाइम पछि फेरि पुनः उपस्थित भइसकेको छु म आफ्नो युट्युब च्यानलमा। मैले धेरै लामो समयपछि बनाइरहेको छु। पहिले बनाउँथेँ तर बिचमा छाड्दै परिस्थिति अनुसार यस्तो चलिरहेको छ। यो अनि यस्तो चाहिँ मेरो ब्याकग्राउन्ड नोइजहरू केही यताउता आइरह होला। आइएम सो सरी, यस्तै छ जिन्दगी चलिरहेको। त्यही भएर आज चाहिँ म बुवाले भेट्न जान लाग्यो गाउँदेखि। छोरी सानो कसैले आएको छ अरे। लेट्स सी के हुन्छ बाटोतिर। तपाईँहरूलाई पनि देखाउँला, म पनि हेर्दै जानेछु। फाइनली मैले चाहिँ अहिले मेट्रोबाट इन्ट्री गरिसकेँ, मेट्रो कार। अनि फाइनली म चाहिँ मेट्रो कारतिर आइपुगेँ। मेट्रो जाने मजा ठाउँको मेट्रो आइपुगेँ। फाइनली मेट्रो आएन, अझै पुग्नु पर्दैन। यहाँ का मौसम हरा भरा। मेट्रो केटी बा हाम्रोतिर यस्तै गराइदिनु हो। माया दया देखाइदिनु केटी बा। टक्क यस्तै कार्ड हुन्छ होइन, कार्डमा पैसा हाल्यो टक्क आफूले, अनि त्यही अनुसारको फेरि टक्क पैसा भयो। आफू कति 1000-1200 हाल्यो, 4-5 हाल्यो, आफ्नो हिसाबले टक्क कट्छ। अनि कहाँ पुग्नु पर्ने हो, भोलिदेखि पुलिस गर्नुपर्ने कति रुपियाँ, 60-50 कति रुपियाँ, त्यही अनुसारको कट्छ। आनन्द सुन्यो। मेट्रो आउँदैछ। यसो मेट्रो आएपछि तपाईँहरूले ल फाइनल्ली अब हामी म जाने मेट्रो पनि आइसक्यो। यहाँको इन्डिया भने इन्डिया कहाँ पुगिसक्यो। सुविधा नि सर यसरी आउँछ। जाने भाडा पनि सस्तो कि सस्तो, 25 मिनट लाउने ठाउँमा 10-30 रुपियाँमा पुग्छ। कति राम्रो। बालेन दाई प्रधानमन्त्री भएपछि चाहिँ यस्तै यो चाहिँ हुन्छ भन्ने आश चाहिँ छ। टक्क मान्छेको भोट हुन्छ, मान्छेको खानेसानी भोट हुन्छ। एम्बुलेन्सतिर गइरहेको मजा हुन्थ्यो। आनन्दले दाङले काठमाडौँ जानु, काठमाडौँ दाङले जानु आनन्द हुन्थ्यो। कच्चा मान्छेहरू आउने भिडभाड, मान्छेको भिड भइरहेको दौरो चाहिँ सस्तो हुन्छ नि त। आधी बेला ड्युटी जाने आउने सबैमा गर्छ नि त्यो मान्छेहरू यतातिरको। हाम्रो त केबीबाले भनौँ भने केही नराम्रो बोलौँ भने उ गरिहाल्छन्। साइबरमा गएर मुद्दा हाल्दा पनि डर छ। त्यही भएर बोल्नु भन्दा नबोलेर जान्छु हो गाइज। अहिले चाहिँ हामी यता राजीव चोक, फिलहाल राजीव चोक आइपुगेँ म चाहिँ फिलहाल। यहाँ चाहिँ मेट्रोको सबसे ठुलो ऊ हो नि त, सबैले ठुलो ऊ हो नि त। त्यही भएर अहिले चाहिँ म फाइनली राजीव चोकमा आइपुगेको छु। अब केही समयपछि हेर्दैछन् त्यही त हो नि, लास्टै ठुलो छ। सबै ठुलो स्टेसन यही हो भन्छ अरू सुने अनुसार। मैले त्यति साह्रो यहाँबाट फेरि हामीले मौसममा पुग्नको लागि अर्को मेट्रो चेन्ज गरेर जानुपर्ने हुन्छ। त्यही भएर मलाई चाहिँ त्यति साह्रो थाहा छैन। लेट्स जाँदैछु के हो कस्तो हुन्छ। जाँदैछौँ फाइनल्ली आइपुग्यो न्यू दिल्ली। यहाँ चाहिँ यसो फेरि मेट्रो टक्क लाउनुपर्छ। यस्तो जाने
ओके वेलकम वेलकम टक्क कार्ड देखाउने यहाँ टक्क छिराउने त्यसपछि टक्क निक्लिने सिस्टमै अलगै छ क्या यहाँ यतातिरको यस्तो सिस्टम हाम्रो यतातिर चालु भयो त मस्त मजा आउँथ्यो त्यही भएर के गर्नु पर्यो केटीको हाम्रो अरूको आफ्नो मात्रै भोडी खडेर भएन अलि हाम्रो लागि सोच्नु पर्यो त्यही त हो म यहाँदेखि अन्त अब के भन्नु धेरै बोल्ने फेरि मलाई चाहिएको मुद्दा लाग्ला त्यही डर लाग्छ म त बोल्दैन धेरै बुवाले भित्र म फर्किसकेपछि के रहेछ यो रुममा गएर अनबक्सिङ गर्नुपर्छ नेपालदेखि ल्याएको कोसिसले गर्दै पठाइदिएको मलाई भेटेर पनि फर्किसकेँ टाढेको योमा आउनु मानेपछि एकछि रुममा गएर अनबक्सिङ गर्नुपर्छ ल अहिले म अहिले चाहिँ रुममा आइसकेँ लिएर अब फेरि हेर्ने त्यसपछि के हो खाने कुरा हुन्छ के रहेछ लेसी हेरौँ न है खोल्न मिलेन त खोल्न मिलेन वाउ लेसी वाउ चाउ रहेछ आफ्नाको चाहिँ खाजा रहेछ खाजा र के मिसिया मजाले खाइनु भयो बाई अर्को नेक्स्ट प्रोग्राम भेटौँ बाई